अहिले चाहिँ हामी भन्नुपर्दाखेरि गोगोमै 5 तल्लामा छौँ र यहाँबाट अब सुरु हुन्छ र आजको साथमा छन् हाम्रो सागर यता विवेक यता हिलामा चौधरी लेट्स गो। हामी चाहिँ भन्नुपर्दाखेरि 6 स्टेसनबाट लगभग 15-20 मिनट माथि आइसकेका छौँ र यहाँनिर भ्यू हेर्दा चाहिँはい、ありがとうございます。今日の日付あそこにねつけてください。あ、わかりました。ありがとうございます。झोलामा यस्तो पनि लगायो भने थियो यस्तो झोलामा यस्तो पनि लगायो भने थियो झोलामा लाग्यो न उल्टो सुल्टो कता रहेछ यसको उल्टो ए सुल्टै रहेछ यसै हान्दिनँ न ज्याममा पहिला धन्न डाटा चल्दिरह म त डाटा नचल्यो भने टेन्सन भएको एकछिन त तर मैले धन्न केटाहरूलाई पठाइदिएको थिएँ है ग्रुपमा यस्तै हुन्छ होला भनेर ट्रेकिङ चाहिँ फाइनली स्टार्ट भएको छ र यो मान्छे चाहिँ देखाएको छैन साउन्ड मात्रै छ है र 5 तलाबाट चाहिँ हामीले चाहिँ यो चेकिङ गरिसकेपछि चाहिँ यो येल्लो कार्ड के भन्छ होला है ब्यान्ड के भन्ने यसलाई ब्यान्डिज पिङ्की ब्यान्ड पाउने रहेछ अनि पिङ्की ब्यान्ड चाहिँ यहाँनिर अब झोलामा देखि ठाउँमा जहाँ हाल्यो भने भयो र इन्ट्री हुने बेलामा त्यो पिङ्की चाहिँ चेक गर्ने रहेछ सो हामी चाहिँ यहाँ जाँदैछौँ तर राम्रोसँग अनुहार चाहिँ देखाएको छैन हाम्रो अनुहार चाहिँ देखाएको छैन होइन आफ्नो अनुहारमा आफैले लाइट बाल्ने अनि क्यामेरा हाल्ने भइरह कति बजेको ठ्याक्कै यहाँ देख्नु टाइम देखाउनु ठ्याक्कै 4 बजे होइन 4 बजे ल 4 बजे मौसम भन्नुपर्दा एकदम चिसो छ के लाग्छ टाइमर के हो ए क्लाइम्बिङवाला हो ल बिजो भइसक्यो यहाँबाट भ्युज हेर्न सक्नुहुन्छ यार वाह अब एकछिन घाम पनि झुक्न सक्छ वाह जस्ट लुकिङ लाइक अ वाह जति यहाँसम्म आयौँ होइन अहिलेको एक्सपिरियन्स हिसाबले अहिलेको नेचर एउटा जति हेर्दा रमाइलो लाग्छ नि अर्कोपल्ट पनि फेरि आउँ मन लागेछ कि अर्कोचोटि त्यहाँ आउँदिनँ जस्तो लागिरहेछ कस्तो लागेछ एउटा फेरि आउने होइन यसो खुट्टा तानाउँदा माटोको छुटिने थियो त्यो खुट्टा तानाउँदा रमिन्छ त खुट्टा तानु हो चढेको हेर गाह्रो छ नि होइन लास्टै एक्स्ट्रा लोरो छैन हामीसँग कि छ एक्स्ट्रा लोरो अर्को छैन नि होइन ठिक छ त्यही भने 10 मिनट हिँड्न 10 मिनट 5 मिनट बस्नु पर्यो छिटो नो क्योंकि नो only no क्योंकि wow this is the trial it's so hot
सुन्न त कसो देना यो ये पनि नचिनो कुरा होइन मैं वकार क्या ओ माइला के हो ओ माइला उठ्याला भएन ठङठङ भयो क्या हामी त आयो भट्टीको साउनी भट्टीको साउनी भट्टी खोला अरे उठा ओ माइला ओ यहाँबाट ठाउँ हेरेको केटा माइलाबाट वाउ नेक्स्ट लेभल यार बादल पुरै तल बादल माथि सर लाएर वाह ए हामी हिँड्ने बाटो त त्यहाँ रहेछ नि केटा गाह्रो होइन रहेछ हामीलाई तट आकाशमा आइपुग्यो यार हेर्नुहोस् न चाहिँ वहीँ माथि पुग्नुपर्छ हामी आँखा त लाउनुहोस् नेक्स्ट लेभल केटा माय गॉड अरे तो 700 नेक्स्ट लेभल हो बादल त्यहाँ तल देखिरहेछ हामी चाहिँ भन्नुपर्दाखेरि 6 स्टेसनबाट लगभग 15-20 मिनट माथि आइसकेका छौँ र यहाँनिरबाट यो भ्यू हेर्दा चाहिँ हामी चाहिँ धेरै माथि पुगेको फिल हुन्छ मतलब माथि टुप्पैमा चढिरहेको फिल हुन्छ क्या त्यो चाहिँ किन भन्दाखेरि आफूभन्दा धेरै तल यो बादल देख्छन् होइन सो गाह्रो चाहिँ छ एकदमै उकालो छ हाम्रो सागर भाइमा चढिरहेको थियो अनि आजको मेरो डाइरेक्टर चाहिँ उहाँ हो यता सेकेन्ड डाइरेक्टर यता हाम्रो क्यामेरा समाउँदै हुनुहुन्छ चढिरहेको छौँ लगभग अहिले कति बज्यो भन्दाखेरि 6:30 हुन लागेछ जाँदैछौँ लेट्स गो दिनको 13 घन्टा काम गरेर त्यो पनि रातभरि नसुतिकन यत्तिको हिँडाइ चाहिँ हिँडेकै हो हामी सम्झे कति घन्टा काम गरेर आउनुभयो तपाईँ म त कति 8 घन्टा चाहन्छु 8 घन्टा जान्छु 8 घन्टा चाहन्छु काम गरेर रातभरि नसुतिकन त्यहाँ अब त्यही आधा घन्टा भनौँ आधा घन्टा है त्यो पनि आँखा मात्रै चिम्लेको निदा त कहाँ निदाएर है निदा त निदाएन नि त्यही भयो नि धेरै सजिलो बनायो होइन गाह्रै हुन्थ्यो त्यो चाहिँ हो है फेरि अब धेरै पछि भेटेको साथीभाइ कसलाई चाहिँ निद्रा आउँछ र सो सकेपछि चाहिँ मजा लिँदा आउँछ लेट्स गो कस्तो हुँदैछ त नि एकदम मजा आइरहेछ तर थाकेर चाहिँ अलिकति गाह्रो हुँदैछ बियर डाँडा चढिसकेपछि त थाक्ने त त्यो अब बियर र चुरोटले कतिको असर पार्दो रहेछ त यसो बियर सुरुले चाहिँ असर पार्दैन ए पार्दैन खानुपर्छ भन्ने सुझाव हो होइन त्यो चाहिँ खाने मान्छेहरूलाई पाल्छ हामी नखाने मान्छेहरूलाई के फरक पर्दैन जस्तो हो ए सुझाव ल ठिक छ ल ठिक छ उसले म खतरा हिँडिरहेको छु है हो नि काला बन्दर तिमीले बरु यो झन्डा चाहिँ नलाउँदा ठिक होला झन्डा कहाँको रे होइन होइन यो काममा त्यसले अलिक भएन यो झन्डा उल्टो नेपाल झन्डा लाएर नेपाल जसरी हिँड न यहाँ 14 किलोपछि बोकेर हिँड्दा छु अनि गाह्रो पर्दैन ल होला टोपी पनि बाङ्गो न बाङ्गो भएछ त यार मान्छे बाङ्गो भएपछि टोपी मलाई के सोझो हुनु त होइन के कसो केटा होइन सागर हामी चाहिँ अहिले 7 स्टेसनभन्दा धेरै माथि छौँ है लगभग 8 स्टेसन आउनु लाग्यो र यति थाकेको छ कि ज्यान यति थाकेको छ कि होइन यहाँबाट अगाडि जानलाई एकदम मुस्किल नै भइरह अब त्यहाँ यहाँ हेर्न सक्नुहुन्छ
नेपालको झन्डा बोकेर निदाइरहेको छन् यति गाह्रो छ होइन तर ठिक छ अब आँटिसकेपछि त गर्नु परेको सो वी आर डुइङ आवर बेस्ट गाह्रो चाहिँ छ तर मुनतिर हेर्ने भने लास्ट दामी भ्यू छ हावा पनि एकदम मिठो छ है सो र अहिले चाहिँ केही खानु पर्ला जस्तो छ एकदम भोक पनि लागेको छ र अब चाहिँ सो के छ त हाम्रो खाना त्यही गरौँ है के हुँदैछ त नि ठिक छ नि हालत पादिदिने यसरी मान्छे अब पछाडि जोसले आउँदैछ है मस दिन्छ यसलाई वा आयो आयो मजा डेन्जर डेन्जर ठाउँ चाहिँ डेन्जर अब सोदरजी के भयो आउँदैन उसको जोस आएन रहेछ ठिक छ जोस चाहिँ मेरो आइरहेछ किन भनेदेखि बादलको माथि वाह हावा त्यो हामीले जोस दर्के पानी खपेर चिसो खपेर हिँडे पनि माथि समिट गर्दा चाहिँ मतलब मौसम नि साथ देला जस्तो मान्छेहरूलाई यहाँनिर अक्सिजनको नि कम भइरहेछ पुगिरहेको यहाँ आयो सो गाह्रै छ मलाई नि अघि एकचोटि चाहिँ फिल भएको थियो है आँखा मुरुमुरु जस्तो भइरहेको थियो